हामी त थप्पड हान्छौँ ड्याममै पाएर हान्छौँ सिद्धो हाम्रो होम मिनिस्टर सुन्दर गुरुङ अहिले मात्र होइन पहिलेबाट कडा रहेछ यार गाइस भिडियो हेर न भिडियो हेरेर आफ्नो ओपनिङ राख्नु है कमेन्टमा उसको सङ्घर्ष त रहेछ नि त होइन ढिलै भए पनि चिन्यो है जनताले भोट दियो सबलाई सल्युट काम नगर्ने मान्छेलाई त हामी हान्छौँ 100% हान्छौँ छोड्दै छोड्दैनन् छैन हामी त युवाहरू हो उहाँहरूले भने यिनीहरूको त भर छैन है भर्खरको केटाहरू हो जोसिलो छ हो जोस तर राम्रो ठाउँमा छ नराम्रो मान्छेलाई हामीले सम्मान गरेर ढोक्नु पनि जानेछौँ र राम्रो मान्छे होइन राम्रो मान्छे चाहिँ आफूले बोलेको आफै झुके राम्रो मान्छेलाई सम्मान गर्न जानेछौँ नराम्रो मान्छे त यत्रो खगेर ठ्याक्क पार थुकिदिन जानेछौँ हामी छोड्नु हुँदैन सिकोस् न डराओस् क्या म त त्यही भन्छु कर्मचारीहरू डराउनै पर्छ नेपालको कर्मचारीहरू भुँडी पल्टाएर तपाईँको बस्नु बाहेक केही पनि जाने छैनन् जहाँ त्यही दुःख पाउँछौँ हामी जुनै पनि कार्यालयमा गएर बोल्नु पनि तपाईँको के हो पैसा लाग्ने हो कि के हो है उहाँहरूको यति महँगो छ नमस्ते हजुर गर्दाखेरि नि चुप लाएर बस्छ हेरेर बस्छ आफ्नै काम हजुर भनेर भन्छु म यतापट्टि सर एकचोटि हेर्नु चुप लाएर बस्छ 2-3 चोटि बोलाउँदाखेरि सुन्दैन हौ कस्तो खालको हुन्छ हाम्रो कर्मचारीहरू अनि लास्टमा गरेर त तपाईँको कुरा भोलि आउनु क्या तपाईँ भोलि आउनु भनेर भनिदिन्छ फेरि भोलि अनि यो जहिले भोलि 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 गर्दाखेरि कतिजना मान्छे त मरि पनि सक्छ